प्रेज द लर्ड। नमस्कार। आज गुड फ्राइडेको दिनमा यहाँहरूको माझमा केही कुरा राख्न चाहन्छु। जसरी म पहिला अविश्वासी थिएँ त्यो बेला पनि म गुड फ्राइडे मनाउने गर्थेँ र त्यो बेला चाहिँ के लाग्थ्यो भने हरेक हप्ता हैन हप्ताको एन्डमा फ्राइडेको दिनमा चाहिँ कामहरू सकाइसकेपछि अफिसहरूको कामबाट थकित भएर त्यो हप्ता सकाइसकेपछि चाहिँ त्यो बेला चाहिँ गुड फ्राइडे भनेर खानपिन गरेर मोज मजा गरेर रेस्टुरेन्टहरू गएर त्यसरी चाहिँ मनाउने गर्थे र अहिले पनि धेरै अविश्वासी जनहरू त्यसरी नै गुड फ्राइडे हरेक हप्ता मनाइरहेको हामी पाउँछौँ। र त्यो बेला चाहिँ के लाग्थ्यो भने गुड फ्राइडे भनेको यस्तै रहेछ, खानपिन गर्ने मोज मस्ता गर्ने भन्ने नै रहेछ, लाग्थ्यो पनि त्यस्तै नै। तर विश्वासी भएको केही साल भयो र त्यसको अन्तरालमा चाहिँ साँच्चै नै यो गुड फ्राइडे भन्ने के रहेछ भन्ने कुराहरू, किन मनाइन्छ, यसको महत्त्व के छ मानिस जातिको निम्ति भन्ने कुराहरू चाहिँ बुझ्ने मौका चाहिँ पाएँ मैले पनि, र यहाँहरूले पनि त्यो मौका पाउनुभएको होस् भन्ने मेरो प्रार्थना छ। र यो गुड फ्राइडेको चाहिँ खासियत चाहिँ के रहेछ भने हैन, यो शब्दले चाहिँ वर्णन गर्न नसकिने नै कुराहरू छ। के भएको रहेछ त यो दिनमा भन्ने कुरा हामी छोटकरीमा हेर्नेछौँ। हेर्नुहोस् त, यो एकदमै भयानक दिन हो र जहाँ चाहिँ हैन एउटा निर्दोषको रगत बगाइएको छ, क्रुजमा टाँगिएको छ, हेपाई खपाईदेखि लिएर कुटाइदेखि लिएर उहाँलाई काँडाको मुकुट लगाइदिनेदेखि लिएर निन्दा गर्नेदेखि लिएर गिल्ला गर्नेदेखि लिएर हरेक कष्ट दर्द चाहिँ उहाँलाई दिइएको थियो हैन। उहाँको रगत बगाइएको थियो। उहाँले कुनै पाप गर्नुभएको थिएन तर पनि उहाँको रगत बगाइएको थियो। त्यसै गरेर त्यो दिन यस्तो भयानक दिन थियो कि मानिसहरू तितर बितर भएका थिए, रुवाबास चलिरहेको थियो हैन। मन्दिरको पर्दा यहाँले वचनमा पनि हेर्नुभयो भने टुप्पोदेखि तल फेदसम्म दुई भाग भएर च्यातिएको दिन थियो। त्यसै गरेर सूर्यको तेज पनि कम भएको दिन थियो। र एउटा मसीह जो चाहिँ सबैले विश्वास गरेको थियो कि उहाँ चाहिँ सबै मानिसलाई बचाउन आउनुभएको हो भन्ने एउटा विश्वास गरिएको थियो। तर कुरा के भयो भने उहाँ स्वयं नै आफू क्रुसमा टाँगिएको छ, मारिएको छ हैन। मानिसले गिल्ला गरेर भनेको छ, तिमी परमेश्वरको पुत्र हो भने आफूलाई पनि बचाऊ र अरूलाई पनि बचाऊ भनेर। एउटा कष्टले पीडित हैन, दुःखले पीडित त्यस्तो खालेको चाहिँ दिन थियो। दुःखले भरेको दिन थियो। चट्टानहरू फुटेको दिन थियो। चिहानहरू उघारिएको दिन थियो। जमिनहरू काँपिएको दिन थियो। यस्तो चाहिँ दिन थियो। हेर्नुहोस् त, यहाँ केही खुसीको कुरा अथवा आनन्दको कुराको केही देख्नुहुन्छ त? केही नै छैन जस्तो लाग्छ। तर धन्यवाद त्यो परमेश्वरलाई जसले चाहिँ हरेक अन्धकारको कुरालाई, हरेक नराम्रो कुरालाई राम्रोमा, गुडमा, असलमा परिणत गर्न सक्नुहुन्छ। त्यही भएर परमेश्वरले के गर्नुभयो, येशू ख्रीष्ट जो क्रुजमा टाँगिएको थियो, जसलाई मृत्युदण्ड दिएको थियो, उहाँलाई चाहिँ तेस्रो दिनमा जीवित भएर उहाँलाई उठाउनु भयो। मृत्युमाथि विजय दिनुभएको छ प्रभु येशू ख्रीष्ट। मृत्युबाट विजय भएर हैन तेस्रो दिनमा उहाँ के गर्नुभयो, जीवित भएर उठ्नु भएको छ। भनेपछि हेर्नुहोस् त, आज हामी संसारको नजरबाट हेर्दाखेरि क्रुजमा टाँगिएको येशू त के थियो भने, त्यो चाहिँ हैन क्रुजमा टाँगिएको येशू एउटा लाचार जस्तो हैन, के गर्न नसकिएको जस्तो देखिएको थियो, एउटा पापी व्यक्ति जस्तो देखिएको थियो। तर वचनले बताउँदछ उहाँलाई जुन दुःख भयो, कष्ट भयो, जुन बलिदान उहाँले दिनुभएको छ, त्यो आज हाम्रो कारण रहेछ। उहाँले चाहिँ के भयो, सारा मानिस जातिको पाप आफ्नै शरीरमा बोकेर क्रुजमा उहाँ चढ्नु भएको रहेछ भन्ने कुरा पहिलो पत्रुस हामी 2:24 हेर्यो भने पाउँछौँ। र हामी सबै मानिस जातिहरू चाहिँ हामी कैदी रहेछौँ भन्ने कुरा पनि हामीलाई वचन अनुसार गलतीको 3:22 भन्दछ, हामी चाहिँ पापको कैदमा रहेछौँ भनेर हैन। अनि पापी मानिसहरू जति चाहिँ के भयो, स्वर्गको राज्यको हकदार हुने रहेनछ हैन। पापको ज्याला त मृत्यु हो। त्यही भएर त उहाँले पाप बोक्नु भएको, सबै मानिस जातिको पाप बोक्नु भएको कारणले उहाँले मृत्यु भोग्नु भयो र उहाँ तेस्रो दिनमा जीवित भई उठ्नु भयो। यो चाहिँ के भयो भने परमेश्वरको शक्तिको प्रदर्शन चाहिँ भइरहेको हामी देख्दछौँ, किनकि परमेश्वरको वचनले त्यही नै भन्दछ हैन। पहिलो कोरिन्थी 1:18 के लेखेको छ भने, नष्ट भइरहेकाहरूका निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइसकेकाहरूको निम्ति त्यो चाहिँ के भयो, परमेश्वरको शक्ति हो भनेर भनिएको छ। भनेपछि त्यो क्रुसमा जे कार्य भइरहेको थियो त्यो चाहिँ परमेश्वरको शक्तिको प्रदर्शन भइरहेको रहेछ। त्यसै भएर पहिलो कोरिन्थी 15
57 मा के भनिएको छ भने परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। हामीले विजय प्राप्त गरेका छौँ। हामीले मृत्युबाट जीवनमा प्रवेश गरेका छौँ प्रभु येशू ख्रीष्टलाई विश्वास गर्यो भने। त्यही भएर उहाँ यस्तो परमेश्वर हुनुहुन्छ जसले चाहिँ हैन डार्क डे ब्याड डेलाई गुड फ्राइडेमा परिणत गर्न सक्नुहुन्छ र गर्नु पनि भयो र अयोग्य व्यक्तिलाई योग्य तुल्याउन सक्नुहुन्छ, कैदीलाई स्वतन्त्र दिन सक्नुहुन्छ हैन। उहाँले चाहिँ कमजोर व्यक्तिलाई पनि एउटा बलियो तुल्याउन सक्नुहुन्छ। त्यसै गरेर उहाँले हरेक इम्पोसिबल कुरालाई, असम्भवको कुरालाई सम्भव तुल्याउन सक्नुहुन्छ। यस्तो खालीको गहिरो रहस्य यो गुड फ्राइडेको बेसिसमा, असल शुक्रबारको बेसिसमा रहेको रहेछ र यो म विश्वासी भएपछि मैले जान्ने मौका पाएँ र यहाँहरूको सामु राखेको छु। यहाँले पनि प्रभु येशू ख्रीष्टलाई स्वीकार गर्नुहोस् आफ्नो प्रभु र मुक्तिदाता भनेर र यहाँले पनि त्यो उद्धार पाउन सक्नुहुन्छ जुन परमेश्वरको अनुग्रहद्वारा हामी मानिस जातिको निम्ति सित्तैमा दिनुभएको एउटा वरदान हो। गॉड ब्लेस यू ऑल।